नमस्कार, म के नीरज कुमार माझी। आज म एउटा अत्यन्तै गम्भीर विषय लिएर तपाईहरुमाझ उपस्थित भएको छु। दैलेखको ऐतिहासिक र धार्मिक आस्थाको धरोहर, शिरस्थान र पञ्चकोशी क्षेत्रहरू, जहाँ युगौंदेखि पवित्र ज्वाला निरन्तर प्रज्वलित छ। तर पछिल्ला केही घटनाक्रमले हाम्रो यो आस्था र सभ्यतामाथि पटक पटक प्रहार गरिरहेको छ। तपाईहरुलाई सम्झना होला, केही समय अघि मात्रै रेडियो कागेश्वरीका स्टेशन म्यानेजर डम्बर खत्रीले उक्त पवित्र ज्वालालाई मुखले फुकेर निभाएको भिडियो सार्वजनिक भएको थियो। त्यसलगत्तै मैले सम्बन्धित निकायहरूलाई एउटा औपचारिक ध्यानाकर्षण पत्र बुझाएको थिएँ। उक्त पत्रमा मैले स्पष्ट रूपमा चेतावनी दिएको थिएँ कि यदि यस्ता अमर्यादित कार्यलाई समयमै नियमन र कानुनी कारबाहीको दायरामा ल्याइएन भने भोलि यस्ता घटनाहरू फेरि दोहोरिनेछन्। नभन्दै दोस्रो पटक आज मेरो त्यही डर साबित भएको छ। प्रशासन र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षणसहित कानुनी प्रक्रियामा नलागेको कारण आज फेरि अर्को उस्तै प्रकृतिको भिडियो सार्वजनिक भएको छ। आफूलाई कार्यक्रम होस्ट बताउने माधव खत्री र अर्का एक युवाले श्रीस्थानको ज्वालालाई निभाउने र फेरि लाइटर प्रयोग गरेर बाल्ने जस्तो अत्यन्तै लज्जास्पद र उच्छृङ्खल हरकत प्रदर्शन गरेका छन्। पटक पटक एउटै क्षेत्रमा एउटै प्रकृतिका घटना दोहोरिनुले हाम्रो सम्बन्धित सुरक्षा व्यवस्था र नियमनकारी निकायको प्रभावकारितामाथि ठूलो प्रश्नचिह्न खडा गरेको छ। के हाम्रो आस्था यति सस्तो छ कि जो कोही आएर भाइरल हुने नाममा यसरी खेलबाड गर्न पाओस्? म फेरि पनि जिल्ला प्रशासन कार्यालय दैलेख, जिल्ला प्रहरी कार्यालय र पञ्चकोशी क्षेत्र विकास समितिलाई सोध्न चाहन्छु, मेरो अघिल्लो ध्यानाकर्षण पत्रलाई किन गम्भीरतापूर्वक लिइएन? आजको यो दोस्रो घटनाको जिम्मेवारी कसले लिने? म माग गर्दछु, यी दुवै घटनाका दोषीहरूलाई धार्मिक भावनामा चोट पुर्याएको कसुरमा कडाभन्दा कडा कानुनी कारबाही गरियोस् र अबका दिनमा पञ्चकोशी क्षेत्रहरूमा कुनै पनि भिडियो छायाङ्कन वा गतिविधि गर्दा समितिको अनिवार्य अनुमति र रोहबरमा मात्र गर्ने व्यवस्था तत्काल लागू गरियोस्। हाम्रो पहिचान र ऐतिहासिक धरोहरमाथि कसैलाई पनि मनपरी गर्ने छुट छैन। सचेत नागरिकको नाताले खबरदारी गर्ने मेरो यो अभियान जारी रहनेछ। धन्यवाद। जय शिष्टाचार अभियान नेपाल।